Hello everyone. आज 5 तारिक हाम्रो यहाँ सफाई अभियान चलिरहेको छ। विगत अस्तिको मेन कुरो चाहिँ हाम्रो यो ल्यान्डस्लाइड भएको कारणले गर्दा यो नेसनल डिजास्टरले गर्दाखेरि एकदमै ठुलो क्षति भयो। यहाँ मात्र होइन, अब धेरै जग्गामा कतिजना मान्छेहरूले अब लाइफ गुमायो बिचरा। फर्स्ट अफ अल तिनीहरूको लागि एउटा हार्दिक श्रद्धाञ्जली जनाउँछु। अब यो चाहिँ हाम्रो नारायण गाउँवासी एउटा त्यति ठुलो क्षति चाहिँ भएको छैन, र पनि बाटोमा पुरा पहिरोले गर्दा हिँड्नु गाडीको धेरै असुविस्ता भइरहेको छ। र जतिसक्दो अब यहाँनिर हाम्रो मेन कुरा चाहिँ के छैन भने अहिले युथ पावरहरू छैन, किनभने अहिले युथहरूले सबै हाम्रो उता बाहिर काम गर्नु गएको कारणले गर्दाखेरि आजको दिनमा यस्तो दुःख सिचुएसन पर्दाखेरि अहिले युथहरू एकदमै हाम्रो यहाँनिर अभाव भइरहेको छ। र काम यस्तो प्रकारले चलिरहेको छ भने अहिले यतिको हिँड्ने बनाउने कोसिस चाहिँ गरिरहेको छ जतिसक्दो मान्छे। यहाँ मात्र होइन, माथि 26देखि लिएर स्योक फाटकदेखि लिएर सलै एउटा हाम्रो यो बाटोमा एकदम यो पहिरो लडेर धेरै असुविस्ता भइरहेको छ। र त्यहाँदेखि चाहिँ माथि जेसिबीबाट कामहरू चलिरहेको छ, र हामी पनि यहाँनिर बनाउने एउटा कोसिस चाहिँ गरिरहेको छौँ। अनि यहाँ अब तपाईँहरूले एउटा दृश्य देखाउँछु कस्तो टाइपको चाहिँ भएको छ हाम्रो बाटो भनेर। यहाँ माथिबाट चाहिँ भल आएर चाहिँ यसरी चाहिँ यस्तो प्रकारले आएर चाहिँ यो बाटो पुरिएको छ। अब जतिसक्दो हामीले अब धेरै कम्तीमा म्यान पावर भए पनि अब कोसिस चाहिँ जारी गरिरहेको छौँ हामीले। अनि यहाँबाट क्लियर गर्दै गर्दा यो बाटो चाहिँ सिधा गोपालधारा पासाङको एकदम त्यहाँनिर ठोकेर जान्छ। मेन बाटो चाहिँ पासाङ गाउँ भएर गएपछि चाहिँ त्यहाँबाट चाहिँ हामी सिधै माथि मिरिकको लाइनको हाइवे बाटो भेट्छ। अनि यहाँ सकेर चाहिँ हामी पर सिधै जाने सफा गर्ने काममा लागिरहेको छौँ। भने चाहिँ हेर्दै गर्नुहोस् काम गरेको अब जतिसक्दो हामी यहाँ कति कम्प्लिट हुन्छ त्यो अपडेट दिने गर्छ।